हेलो ब्युटिफुल पिपल, वेलकम ब्याक। लङ टाइम पछि अनि आज चाहिँ म स्कुल जानको लागि चिटिक्क परेर बुन्तुरो बोकेर रेडी भएर मेरो बाइक स्टार्ट गर्दैछु। र यो गेट यति इजी छ कि खुल्नलाई के भन्नु र, सारा जिउ ज्यानको के भन्छ त्यसलाई बल लाएर निकाल्नु पर्छ। भएन अझ यो बाइक यति हेभी छ, ओ माय गॉड, सिधा त्यो राख्नै सक्दिनँ क्या, त्यसैले म ब्याक गर्दैछु। यहाँ पछि स्कुल चाल्दिएको ल बाटोमा भिडियो बनाउन चाहिँ मिल्दैन किनभने चिट काटिदिन्छ नि त। यति धेरै गिफ्ट दिनु भएको छ हाम्रो सानो नानी बाबुहरूले र म एकदमै खुसी छु। यो मैले गिफ्ट पाएको होइन, यो मैले माया कमाएको हो। मैले पैसा त कमाएँ थाहा भएन, तर मैले यति धेरै माया कमाएको छु। यो त झनै नेचुरल। वाउ, कति राम्रो। हाम्रो सानी नानीले पनि दिँदैछिन्। यो चाहिँ के गरेको भन्नु होला, यो चाहिँ स्कुल पछि हाम्रो टिभी हेर्ने दिन हो, त्यसैले टिभी हेर्न गएको। त्यो चाहिँ पोको पुन्तुरो बोकेर स्कुल अफ भएर आउँदैछु घर। अनि घर आउँदा बाटोमा हाम्रो सरजीलाई लिनलाई वेट गरेको र घर आइसकेपछि चाहिँ हामी बाहिर निस्किने भनेको पानी पर्यो, जान पाएन। त्यसैले मैले चाहिँ भिडियो देखाउँदैछु के गिफ्ट पाएँ भनेर। यो चाहिँ मेरो हो, मेरो नानी बाबुहरूले दिनुभएको हो र यो चाहिँ मेरो सरजीको हो। थ्याङ्क यू सो मच फर वाचिङ। आज यति नै, फेरि म नेक्स्ट मिनी ब्लगमा भेट्छु।